अर्को हाफ खाए भयो नि के बेचेर गरे अब कहाँ घुम्ने विचार छ त अब मन्दिर घुम्ने अब के को बासना आइरहेको छ सुकुटी जस्तो सुकुटी होइन मान्छे जलाएको ए मान्छे जलाएको हो पशुपति आर्यघाट भने यतातिर स्ट्यान्ड अच्छा यो हो आर्यघाट हजुर मजाले घुम्नुभयो के चिज देख्नुभयो यहाँ त चाहिने थुप्रै चिज देख्यो यहाँ त केटा केटी पनि चाहिने जुम्मेको हेरे जुम्मे देख्नुभयो हजुर केटा र केटी यहाँ त थुप्रै चिजहरू देखेँ बडा चम्को रहेछ यहाँ त पशुपति घुम्ने चाहिँ इच्छा पुरा भयो अब यत्रो घुम्नुभयो होइन धेरै भगवान्का मूर्तिहरू पनि हेर्नुभयो भगवान् भन्नाले गौतम बुद्धको जन्म कहाँ भएको थियो गौतम बुद्धको जन्म पशुपति मन्दिर गौतम बुद्धको जन्म पशुपतिमा होइन होला पशुपतिमा होइन अब त्यही हेर्न आथे गेर लुम्बिनीमा हो लुम्बिनी हो लुम्बिनी हो यहाँ फेरि कसको भाव हो यहाँ धेरै भगवान्हरूको यो बस्ने साझा मान्छेहरू देश विदेशबाट तपाईँको भारतबाट पनि धेरै मान्छेहरू आउँछन् यो ठाउँमा होइन एकदम धार्मिक एकदम चोखो पवित्र स्थान भनेर मानिन्छ यहाँ त थुप्रै हिलो छ गेर कहाँ पवित्र स्थान यो पानी पो धमिलो हो त तर यहाँको धार्मिक आस्था चाहिँ एकदम सफा छ यहाँको आस्था सफा छ त पानी भले धुमिलो छ भगवान कहाँ छन् त भगवान कहाँ छन् मन्दिरभित्र यो एकदम पवित्र स्थल हो यो पवित्र स्थल एकदम अनि मान्छे मरेपछि यहीँ जलाउन ल्याउँछन् जलाउने यही ठाउँमा एकदम हामी मरे पनि यही ठाउँमा आउँछौँ क्या हो तपाईँले पूजा गरेको ठाउँ उतापट्टि त्यो ठुलो मन्दिर छ नि हजुर त्यहाँ 4वटा ढोकाबाट पूजा गर्ने ठाउँ भयो अब यहाँदेखि हामी माथिसम्मको यो पशुपति क्षेत्रभित्र तपाईँले घुमाउँदैछौँ हिँड्दा प्राण निस्किन लायो तपाईँ गरा कटाउन ल्याएको कि गरा बढाउन ल्याएको तपाईँ अब स्वर्ग पुग्नुहुन्छ स्वर्ग यति चाँडै कहाँ स्वर्ग पुग्ने हो यति चाँडै मर्ने छैन होइन हेर्नुहोस् त तपाईँले यहाँ मलाई मार्न ल्याउनु भयो हो तपाईँलाई मैले यहीँ स्वर्ग देखाउन ल्याइरहेको छु जिउँदै स्वर्ग देखिसक्नु भएको छ कहाँ छ देख्नु भएन यस्तो पवित्र पशुपति क्षेत्र देखेँ अब माथि हेर्नुहोस् त हेलो के हो किन बोल्दैनस् रिस क्या यो के को यत्रो भिड रहेछ यहाँ चाहिँ एउटा पाल छ हजुर पालभित्र हात हालेपछि स्वर्ग गइन्छ स्वर्ग हाम्रो उतातिर त पालमा हात हाल्दाखेरि त छैन जेल गइन्छ कस्तो खालको पाल रहेछ यो धर्म कमाउने पाल हो ए धर्म कमाउने पुण्य कमाउने पाल त्यसमा म टाउको छिराउँछु यो कस्तो खालको पाल हो धर्म कमाउने पाल हो त्यसपछि म पनि ट्राई गर्छु के छिराउनु पाइन्छ नमस्कार नि हात छिराउनु आँखा बन्द गरेर है सिधा भित्र छिरा ल आँखा नहेर्नुहोस् है पाप हुन्छ पाप आँखा हेर्नु भने पाप बा पुग्नु खोज्नु भयो यो के भगवान् खुसी छैनन् क्या म त छिराउन खोजे त छिर्दिनँ अब के हुन्छ अस्ति एकजनाले छिराउन नसकेर मर्यो अब तपाईँको पनि के हो भन्न सकिन्न यस्तो पनि चाहने गर्ने हो गणपति बाबा मलाई 1 करोड रुपियाँ भेटाइदिनुहोस् 1 हात चाउमिन खाने हो यो मेरो मनोकामना पुरा गरिदिनुहोस् बोल्नुहोस् न किन बोल्नुहुन्न सुदन सर यहाँ किन बोल्नुहुन्न केही भन्नु भएको छैन बोल्नुहुन्न त्यहाँ बोल्नुहुन्न मनमा नै आशीर्वाद दिनु ए मनमा नै हो आशीर्वाद दिने मेरो आशीर्वाद पुरा गर्नु होला यो के हो सानो भगवान हो कि ठुलो त तल केही पनि छैन यो गाई हो कि गोरु हो सुदन सर हेर्नुहोस् त साँडे हो साँडे ए जम हात टन्ला जम अब कहाँ जाने यो त
अब एकछिन थकाइ मारौँ बसौँ यहीँ बसौँ अब पशुपति घुम्ने इच्छा पुरा भयो नि त कहाँ पुरा भएको छ अहिले के अन्त अहिले चाउमिन खानै पाएको छैन अहिले चाउमिन होइन अब त मासु खाने ह्याट मासु खान्न चाउमिन खान्छु चाउमिन खाने चाउमिन जस्तो स्वाद मासुमा हुन्न साउजी मलाई 1 हाफ चाउमिन चाहिएछ 1 हाफ चाउमिन पैसा ल्याउनु भएको छ त 1.5 करोड ल्याएको छु केमा छ बोरामा ल्याउनु भएको छ के होइन अहिले भेटाएको छैन भेटाएपछि ल्याउँछु ल बर्बाद भयो त चाउमिन रेडी भयो ल पैसा चाहिँ दिनुपर्छ नि फेरि आइसकेपछि चाहिँ कति लोभी साउजी हुनुहुन्छ होइन खानुहोस् अझै पैसा दिनु पर्यो नि हुन्छ है हुन्छ बिस्तारै खानु न बिस्तारै यो भागै उठाएर कसैले लैजानु त होइन बाहिरबाट कहाँ आउनु पर्यो तपाईँ यहीँ बस्नु भएको छ के र अब चाउमिन त खाइयो तर अब 1 करोड भेटाएपछि पो ल्याएर दिने हो पैसा अहिले त पैसा छैन सर यति मिठो चाउमिन पाइन्छ काठमाडौँमा फेरि ल्याउनु होला नि ल हुन्छ तपाईँले गएर अब करोड खोज्दै गर्नुहोस् यो खाइसिँदा सुरु लौ कति छिटो सक्यो चाउमिन ल अर्को हाफ खाए भयो नि के बेचन गरे गइहाल्यो नत्र फेरि पैसा माग्ला भाइ पैसा खै त पैसा पैसा त 1 करोड भेटाएपछि ल्याएर दिन्छु ल भएन नि त दिनु पर्यो नि होइन दिन्छु भेटाएको छ कहिले भेटाउने त त्यसैले गयो त मान्छे